आज चाहिँ हाम्रो बिहानको ड्युटी चाहिँ यहाँ यस्तो छ है। मम्मी सब्जी पकाउनु हुँदैछ। के पकाउनु भएको मम्मी? आलु र कोपी कि कोपी मात्रै? भन्नु नि हौ। कोपी आलु र होइन कोपी पकाउनु भएको रहेछ होइन। यहाँ मेरो ड्युटी चाहिँ हेर्नुहोस् अब यहाँ यस्तो छ है। सिन्की काट्नु सिन्की होइन गुन्द्रुक काट्नु पर्ने छ। म चाहिँ टक्क गुन्द्रुक काटेर यहाँ दिनभरि सुकाउनु पर्छ। बाबा यहाँ बाबा फेरि डर लाग्ने यहाँ आज भाँडा माझ्नेमा बस्नु भएको छ बाबा। सधैँ बस्नु हुँदैन बाबा, बेला बेला बस्नुहुन्छ तर साह्रो दामी माझ्नुहुन्छ भाँडा चाहिँ। हाम्रो त्यस्तो त हाम्रो घरमा चाहिँ सबैले मिलेर काम गर्ने गरेको छ हो। त्यो के अरे जेन्डर इक्वालिटी चाहिँ हाम्रो घरमा पुरा। केटीले गर्ने काम केटाले गर्ने काम भन्ने कुनै कुरा छुट्टिँदैन। यहाँ एकजना अर्को मान्छे चाहिँ अलिकति ठकार परेर होला कहाँ मराउनु हुँदैन। मम्मीले कहाँ कुद्यो दिएको दा चाहिँ हो। अनि यहाँ अब म चाहिँ सिन्की काट्न आँटेको छु। यस्तो छ दिएको दालमा आएर यहाँ के काम लगाइहाल्नुपर्छ।